आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईबाट कहिलेकाहीँ सोचे जस्तो जवाफ नआएर दिक्क लाग्छ। यसको पछाडि एउटा निकै सरल तर शक्तिशाली रहस्य छ। आज हामी त्यही रहस्यको बारेमा कुरा गर्नेछौँ, जसले एआईसँग काम गर्ने हाम्रो तरिकालाई नै बदलिदिन सक्छ। ल सुरु गरौँ है त। आउनुहोस्, एउटा एकदमै सामान्य प्रश्नबाट सुरु गरौँ। एक कप मिठो उत्तम चिया कसरी बनाउने? सुन्दा त यो कस्तो सामान्य प्रश्न जस्तो लाग्छ हैन र? तर विश्वास गर्नुहोस्, यही प्रश्नको जवाफमा नै एआईसँग राम्रोसँग काम गर्ने गहिरो रहस्य लुकेको छ। कल्पना गरौँ, हामीले कसैलाई भन्यौँ, ल चिया बनाऊ। अब के बन्छ त? कालो चिया, दुध चिया कि कागती चिया? चिनी कति केही थाहा छैन। नतिजा जे पनि आउन सक्छ। तर यदि हामीले भन्यौँ, एक कप दुध चिया बनाऊ, त्यसमा 2 चम्चा चिनी अनि 1 चिम्टी नुन पनि हाल है, अब के हुन्छ? हो, अब हामीले चाहेकै जस्तो चिया बन्छ। यहाँ मुख्य कुरा के हो त? स्पष्टता। अब यही चियाको उदाहरणलाई एआईको दुनियाँमा ल्याऊँ। एआईसँग काम गर्दा पनि एउटा यस्तै सुनौलो नियम लागू हुन्छ, र त्यो नियम हो गार्बेज इन गार्बेज आउट। यो वाक्यांश एकदमै महत्त्वपूर्ण छ। गार्बेज इन गार्बेज आउट। यसको मतलब हो, जे फोहोर हाल्यो त्यही फोहोर बाहिर निस्किन्छ। यो एआईको दुनियाँको सबैभन्दा आधारभूत नियम हो। हामीले जस्तो प्रश्न वा निर्देशन दिन्छौँ, एआईले ठ्याक्कै त्यस्तै जवाफ दिन्छ। प्राविधिक भाषामा यसलाई जिआई-जिगो भनिन्छ। यसको सिधा मतलब के हो भने, हामीले दिएको निर्देशनको गुणस्तरले नै एआईको जवाबको गुणस्तर निर्धारण गर्छ। एआई त एउटा औजार मात्रै हो, जसले हामीले भनेको कुरालाई अक्षरशः पालना गर्छ। त्यसैले यदि हाम्रो निर्देशन नै कमजोर वा अस्पष्ट छ भने जवाफ पनि त्यस्तै काम नलाग्ने आउँछ। त्यसैले सारमा भन्नुपर्दा एआईको जवाफ कति राम्रो आउँछ भन्ने कुरा हाम्रो निर्देशन कति सटिक छ भन्नेमा नै भर पर्छ। सिधा सम्बन्ध छ। जति स्पष्ट निर्देशन त्यति नै उत्कृष्ट नतिजा। ल, समस्या त थाहा भयो। अब समाधानतिर लागौँ हैन त? समाधान हो एआईलाई स्पष्ट नियम र सीमाहरूभित्र बाँधेर काम गराउनु। यसलाई भनिन्छ कन्स्ट्रेन्ट्सको शक्ति। त्यसो भए एउटा राम्रो उच्च गुणस्तरको प्रम्प्ट कसरी बनाउने त? यहाँ 4वटा चरणहरू छन्। पहिलो, एआईलाई एउटा भूमिका दिनुहोस्। दोस्रो, एकदमै स्पष्ट निर्देशन दिनुहोस्। तेस्रो, त्यसलाई चाहिने सन्दर्भ वा पृष्ठभूमि दिनुहोस्। र चौथो, कस्तो ढाँचामा जवाफ चाहिने हो त्यो सीमा तोकिदिनुहोस्। के गर्ने भन्नु मात्र होइन, को बनेर, कुन आधारमा र कसरी गर्ने भनेर बताउनु नै सबैभन्दा महत्त्वपूर्ण हो। अनि यसको सबैभन्दा ठूलो फाइदा? समयको बचत। सोच्नुहोस् त, एउटा राम्रो प्रम्प्ट लेख्न सुरुमा 5 मिनट बढी लाग्यो भने त्यसले पछि जवाफ मिलाउन र सच्याउन लाग्ने आधा घण्टासम्म बचाउन सक्छ। यो त निकै राम्रो लगानी भयो नि, होइन र? ल, यति धेरै सैद्धान्तिक कुरा गरियो। अब यसलाई व्यवहारमा हेरौँ। हामी नागरिक सेवाका केही वास्तविक उदाहरणहरू हेर्नेछौँ, जहाँ यो सिद्धान्त कसरी लागू हुन्छ भनेर छर्लङ्ग हुन्छ। पहिलो उदाहरण छ नाता प्रमाणित। यदि हामीले एआईलाई सोध्यौँ, मलाई नाता प्रमाणित गर्न मद्दत गर, यसले के जवाफ देला? केही सामान्य कुराहरू मात्र। तर हेर्नुस् त, यो अर्को प्रम्प्ट। यसमा एआईलाई भूमिका दिएको छ सिभिल रजिस्ट्रार, सन्दर्भ दिएको छ नागरिक बडापत्रको आधारमा, र ढाँचा पनि तोकिएको छ नम्बर भएको सूची। यो कति फरक र कति शक्तिशाली छ। अब नतिजा हेरौँ। अस्पष्ट प्रम्प्टले के दियो? केही काम नलाग्ने सल्लाह अनि थप प्रश्नहरू। तर त्यो राम्रो प्रम्प्टले के दियो? 1, 2, 3, 4 भनेर चाहिने सबै कागजातहरूको सफा चेकलिस्ट। एउटा काम नलाग्ने जवाफ र अर्को तुरुन्तै काम लाग्ने। भिन्नता आकाश पातालको छ। अब अर्को उदाहरणमा जाउँ, जन्मदर्ता। सामान्य प्रश्न, जन्मदर्ताको लागि के चाहिन्छ? ले सामान्य जानकारी नै दिन्छ। तर यो दोस्रो गुणस्तरीय प्रम्प्ट हेरौँ त। यसले एआईलाई विशेषज्ञ सिभिल रेजिस्ट्रारको भूमिका मात्र दिएन, एउटा काम नै दियो। पेश भएका कागजातहरू जाँचेर कुन पुगेको छ र कुन पुगेको छैन भनेर तालिका बनाउने। यो त जानकारी माग्नुभन्दा एक कदम अगाडि गयो। र नतिजा? पहिलोले दियो एउटा लामो पढ्न झ्याउ लाग्दो अनुच्छेद। दोस्रोले के दियो? एउटा सफा सुन्दर तालिका। हेर्ने बित्तिकै थाहा हुन्छ कि अस्पतालको प्रमाणपत्र छुटेको छ। कति सजिलो, कति छिटो। अब हाम्रो अन्तिम उदाहरण हेरौँ, नागरिकको गुनासो। यदि हामीले गुनासोको जवाफ लेख मात्र भन्यौँ भने कस्तो जवाफ आउला? तर यो राम्रो प्रम्प्ट हेरौँ त।
यसमा प्रोजेक्ट म्यानेजरको भूमिका छ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा जवाफको टोन कस्तो हुनुपर्ने भनेर तोकिएको छ। समानुभूतिपूर्ण तर व्यावसायिक। साथै कुन कुन जानकारी हाल्नै पर्ने, जस्तै नयाँ मिति र सम्पर्क व्यक्ति, त्यो पनि भनिएको छ। अनि फेरि नतिजामा हेरौँ अस्पष्ट प्रम्प्टको जवाफ कस्तो छ। असुविधाको लागि क्षमा प्रार्थी छौँ, एकदमै रोबोटिक र चिसो, होइन? तर अर्को जवाफले नागरिकको निराशालाई बुझेको छ, नयाँ मिति दिएको छ र सम्पर्क व्यक्ति पनि दिएको छ। एउटाले झन् रिस उठाउँछ, अर्कोले वास्तवमा समस्या समाधान गर्न मद्दत गर्छ। त्यसो भए यति सबै कुराबाट हामीले के बुझ्यौँ त? सार कुरा के हो भने एआईसँग काम गर्दा हामी केवल प्रश्न सोध्ने मान्छे मात्र होइनौँ, हामी त निर्देशक हौँ। र यो कुरा एकदमै महत्त्वपूर्ण छ। सबैभन्दा राम्रो नतिजा नयाँ वा राम्रो एआईबाट आउने होइन, त्यो त राम्रो निर्देशकबाट आउँछ। एआईको सक्कली शक्तिलाई बाहिर निकाल्ने चाबी भनेको हामीले दिने स्पष्ट र सटिक निर्देशनमा छ। त्यसैले अब एउटा प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। आज सिकेका यी तरिकाहरू प्रयोग गरेर अब हामी आफ्नो एआईलाई के बनाउन वा के गर्न निर्देशन दिनेछौँ? सम्भावनाहरूको कुनै सीमा छैन।